अरे शिवदा पनि हुनुहुन्छ त। ओ शिवदा के गरेको? अरे भाइ चाइनिज ए दाई गाई खोज्न हिँडेको के? गाई वाक्कै पार्छ, कहाँ जान्छ जान्छ, कहिले घरै पुग्दैन। अनि हजुर चाहिँ के गर्दै हुनुहुन्छ त? त्यही के भाइ, हप्ता दिनमा त अब काममा भइन्छ, त्यही आइतबारको दिन यस्तो छुट्टी पाउँदाखेरि त्यही दाउरा सारा खोज्दिउँ भनेर घरको लागि थोरा ग्यासेस खतम भइने काम आन्छ नि त होइन। दाई मेहनत गर्नु, अलिकति पैसा कमाउनु, अनि भाउजू पनि त भित्रानु छ नि दाई। ओ भाइ के भनिस् रे भर्खरै? मेहनत गर्नु, पैसा कमाउनु, बिहा गर्नु अरे? ए भाइ म के संसारमा खालि बिहा गर्ने मात्रै आएको हँ? बरु त भन्न सक्छस् तैँले दाइ दुःख गर्नुभएको छ यत्रो, पैसा कमाउनु, आफ्नो करियर बनाउनु, बाबुआमालाई राम्रो हेर्नु भन्नु। म संसारमा के खालि बिहा गर्ने मात्रै आएको हँ? बाबुआमाले मलाई जन्माएन, लेखाएन, हुर्काएन, कति दुःख सहेर चाहिँ मलाई ठुलो बनाएन। अहिले बाबुआमालाई हेर्ने टाइममा चाहिँ पहिला बिहा गर्नु भनेर चाहिँ भन्छस् तैँले मलाई? म के त्यही गर्न आएको सक्लाई त मैले अहिले? ओ दाई खालि बिहाको मात्रै कुरा निकालेको थियो त, यत्रो रिसाउनु पर्छ? बरु जान्छु म आफ्नो गाई खोज्न। जा 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 तपाईँलाई त्यो भन्नुभन्दा त म आफ्नो गाई खोज्छु, हराएको गाई। जा जा। कस्तो कस्तो पागल मान्छेहरू हुन्छ यार। राम्रै दाउरा खोजेको मान्छेलाई चाहिँ नि पैसा कमाउनु अरे, बिहादान गर्नु अरे, यो गर्नु अरे, रिस उठ्दो। अब कसरी भन्नु त्यसलाई यार? बिहा त गर्न मन छ नि आफूलाई पनि, केटी पनि त पाउन पर्यो, पैसा पनि त कमाउनु पर्यो। एक त बिहादान भएको छैन, त्यो माथि यस्तो यस्तो मान्छे जलाउलामा नमक छिर्किन हान्छ। मेरो त मुड्यो भयो, खोज्दिन जा दाउरा साउरा। खै यो हराएको गाई चाहिँ भेटेला, तर यो दाईको लागि चाहिँ भाउजू भेट्न चाहिँ साह्रै गाह्रो। बरु जान्छु आफ्नै गाई खोज्छु। सुन्तली, ओ सुन्तली, कतातिर हो तिमी?